एउटा असल गोठालोले हराएको भेडा भेट्टायो। लुका 15 अध्याय। एक दिन येशूले आफ्ना चेलाहरूलाई एउटा असल गोठालोको बारेमा बताउनुभयो। त्यो एउटा हराएको भेडाको दृष्टान्त थियो। भेडाले त्यसका साथीहरूलाई छोड्यो र हरायो। त्यसले घर फर्कने बाटो पत्ता लगाउन सकेन। त्यसले आफ्ना गोठालोलाई भेटाउन पनि सकेन। त्यो भेडो हराएको थियो। साँझपख गोठालोले आफ्नो भेडाहरू सहित घर फर्कनु पर्दथ्यो। उसले आफ्ना भेडाहरूलाई भालु र सिंहहरूबाट बचाउनु पर्दथ्यो। ती सबै भेडाहरू त्यहाँ छन् भन्ने विश्वस्त हुन उसले तिनीहरूलाई गन्यो। 1, 2, 3, 99। यो त धेरै अचम्मै भयो। मलाई त 100 चाहिन्छ। गोठालोले धेरै पटक गन्ती गर्यो। एउटा भेडा कम भएको उसले थाहा पायो। त्यो असल गोठालोले आफ्नो भेडाहरूलाई प्रेम गर्दथ्यो। उसले सबै भेडाहरूलाई त्यहीँ छाड्यो र त्यो हराएको भेडालाई खोज्न गयो। गोठालोले भेडालाई सबैतिर खोज्यो। अन्त्यमा उसले हराएको भेडा भेट्टायो। उसले त्यो भेडालाई अङ्कमाल गर्यो र बोकेर घर फर्कियो। कहिलेकाहीँ हामी परमेश्वरका बारेमा बिर्सन्छौँ। हामीलाई भेट्टाएर परमेश्वर कहाँ पुर्याउन येशू हामी कहाँ आउनुहुन्छ। परमेश्वरको राज्यमा जान येशू एक मात्र मार्ग हुनुहुन्छ।